साधारण सभाको पूर्व सन्ध्यामा हुन गइरहेको यो उग्रचण्डी साइक्लिङ कार्निभलमा उपस्थित हुनुभएका हाम्रा कार्य समितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू एवं यस युवा तथा खेलकुद उपसमितिका संयोजक एवं सबै उपसमितिका सदस्यज्यूहरू एवं हाम्रो जिल्ला ट्राफिक प्रहरीमा उपस्थित हुनुभएका ट्राफिक सरहरू अनि ललितपुर महानगरपालिकाबाट उपस्थित हुनुभएका हाम्रा महानगरीय प्रहरी बल एवं एम्बुलेन्सका कर्मचारीज्यूहरू एवं हाम्रो यो कार्यक्रमलाई सफल बनाउन उत्साहका साथ आउनुभएका हाम्रा यस साइकल कार्निभलमा उपस्थित हुनुभएका सबै साइक्लिस्टहरूलाई म हृदयदेखि मेरो व्यक्तिगत रूपमा र ताम्राकार कुल देवता उग्रचण्डीमाई समाज उग्रचण्डीमाई सेवा समिति ताम्राकार समाजको तर्फबाट न्यानो अभिवादन गर्न चाहन्छु। र यस पूर्व सन्ध्यामा हाम्रो ताम्राकार समाजले वर्षैपछि यो हाम्रो साधारण सभा हुनु एक हप्ता अगाडि चाहिँ हामीले पहिला चाहिँ दौड प्रतियोगिता गर्ने गर्थ्यौँ र यसपटक चाहिँ हामीले यसलाई अलिकति मोडिफाई गरौँ भन्ने हिसाबले योपटक चाहिँ हामीले यो उग्रचण्डी साइक्लिङ कार्निभल भनेर गरौँ भन्ने हिसाबले आज हामीले यो साइकल कार्निभलको कार्यक्रम राखेका छौँ र यहाँ अरू यो कार्यक्रमलाई सफल बनाउन आउनुभएको छ। यहाँहरूलाई म मुरी धन्यवाद दिन चाहन्छु र यस कार्यक्रममा तपाईँहरूले अलिक धैर्यपूर्वक अनुशासित र मर्यादित धैर्य भएर साइकल यो कार्निभललाई सफलतापूर्वक प्रयास गर्दै हुन म हार्दिक अनुरोध गर्छु। किन भन्दाखेरि साइकल यहाँ 150जना करिबन मैले सुने अनुसार 150जनाको यहाँ सहभागी रहेको छ। त्यही भएर बाटोमा जाँदाखेरि अलि अनुशासित भएर भने लड्न सक्छ। त्यही भएर अलि अनुशासित भएर धैर्य भएर यो कार्यक्रमलाई सफल बनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। भने यो ताम्राकार समाज भनेपछि हाम्रो यो ललितपुरमा एउटा अलि ललितपुरको एउटा परिचित समाज हो होइन, जसले चाहिँ यो ताम्राकारहरूको हक हितको लागि काम गर्छ एवं हाम्रो धेरै गुठीहरू छन् होइन, गुठीहरू संरक्षण गर्ने साथै यो हाम्रो उग्रचण्डी मन्दिरलाई चाहिँ हामीले संरक्षण गर्ने हेतुले यो ताम्राकार कुल देवता उग्रचण्डीमाई संरक्षण समिति भनेर हामीले बनाएका छौँ। हामीले यो समितिबाट हाम्रो समितिमा जम्मा 13वटा उपसमिति छन्। त्यसमध्ये यो युवा तथा खेलकुद उपसमितिले आज यो जुन कार्यक्रम सञ्चालन गरिरहेको छ उहाँहरूलाई म धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। हुन त हाम्रो सबै युवा सबै उपसमितिहरू सक्रिय नै छन्। त्यसमध्ये अलि बढी सक्रिय चाहिँ युवा तथा खेलकुद उपसमिति छ र उहाँका हाम्रो संयोजक र यहाँ हाम्रो वर्षैपछि यस्तो खेलकुदहरू भइरहन्छ। अरू चाहिँ हाम्रो यो फुड स्टलहरू पनि हुन्छ होइन। त्यही भएर आज जुन उत्साहका साथ हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो त्यसको लागि म धेरै हृदयदेखि धन्यवाद दिँदै मैले अहिले भने जस्तै धैर्य भएर अलि
अनुशासित रूपमा मर्यादित रूपमा यो आजको कार्यक्रमहरूलाई चाहिँ सफल बनाइदिनु म एकचोटि पुनः अनुरोध गर्दै तपाईँहरूमा ढिला हुन चाहन्छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यूको मन्तव्यका लागि। अब यस उल्लोचन्दी साइक्लिङ कार्निभल सुरक्षित र व्यवस्थित बनाउनका लागि आवश्यक प्राविधिक जानकारी दिन सम्मानित प्राविधिक टोली प्रमुख श्री राकेश श्रेष्ठज्यूबाट ज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। कृपया जोरदार तालीका साथ उहाँलाई स्वागत गर्दछु। धन्यवाद। सर्वप्रथम यो 21औं वार्षिक साधारण सभा ताम्राकार समाजको साइकल र्यालीमा हामी यसको जो जति उपस्थित भएका छौँ तपाईँहरूलाई हृदयदेखि स्वागत। म चाहिँ टेक्निकलको थोरै लेसन्सहरू दिन्छु तपाईँहरूलाई है। मलाई एउटा साइकल तपाईँहरू अलि सबैजना अगाडि आइदिनु है। सबैजना है। किनभने हामी फर्स्ट राइड सुरु गर्न अगाडि हामीले चेक गर्नुपर्ने कुरा चाहिँ हाम्रो एम चेक भन्ने एउटा सिस्टम छ होइन। त्यो कतिलाई थाहा छ यो हात उठाउनु त? एम चेक थाहा छ है तपाईँहरूले? जसलाई थाहा भएको उहाँलाई थाहा भएको भइहाल्यो। तर नहुनेलाई चाहिँ एम चेक सबभन्दा हामीले राइड स्टार्ट गर्न सबभन्दा पहिला चाहिँ एम चेक भन्ने कसरी गर्छ भने यो पोइन्टदेखि यो भयो, फेरि यो आउँछ, फेरि यो आउँछ, अनि यहाँसम्म यो एम सेपमा हुन्छ। यताबाट गरे नि हुन्छ, यताबाट जता पनि गरे नि हुन्छ। एम मतलब कसरी? पहिला यो जोइन्टमा हेर्नु हल्लिनु भएन है। यो ठिक छ, त्यसपछि यहाँ यो स्विच है। अनि यसको लेभल यो मलाई यो मिल्दैन होइन। यो लेभल चाहिँ कम्तीमा यति आउनुपर्छ। यति आउनुपर्छ चाहिँ यसलाई चाहिँ हामीले कसरी पनि चेक गर्न सकिन्छ भने सिटमा बस्दाखेरि यो जस्तो हुँदा मेरो खुट्टा कुल्चियो नि होइन, कुल्चिनु भएन। यो सिधा यो ठ्याक्क जति हुन्छ त्यतिको लेभलमा यो खुट्टा माथि आएर अनि यसमा टेक्दाखेरि चाहिँ त्यति कट हुन्छ, त्यति मिल्नुपर्छ है। दुईवटा तरिकाले हामी चेक गर्नुहुन्छ। सिटको पोजिसन ठ्याक्क मिलेन भने चाहिँ के हुन्छ भने हाम्रो यो चाहिँ मास फर्किने यो प्रब्लम आउँछ है। अनि आएर यो सकेपछि त्यसपछि आयो यसलाई भन्छ कि बटम ब्राकेट। यो क्र्याङ्क हल्लिनु भएन। यो पनि फिक्स छ भने यो पनि ठिक भयो। त्यसपछि नेक्स्ट आउने हाम्रो यो ह्यान्ड यो अगाडिको ब्रेक कसैको चाहिँ अगाडिको यो राइट ह्यान्डमा अगाडि हुन्छ नि, कसैकोमा लेफ्टमा हुन्छ है। यो चेक गर्ने चाहिँ कसो भने अब यो ब्रेक समातेर गुडाउँदाखेरि पछाडि चक्का उड्यो होइन भनेपछि यो राइट ह्यान्डमा चाहिँ अगाडिको ब्रेक छ भने थाहा हुने। अनि कसैकोमा चाहिँ यो ब्रेकमा चाहिँ हाम्रो उल्टो हुन्छ है। उल्टो हुँदा कस्तो हुन्छ नि, यसो गर्दाखेरि त्यो घिस्रिन्छ। त्यो घिस्रेको ब्रेकमा चाहिँ हाम्रो चाहिँ पछाडिको ब्रेक यो चाहिँ याद गर्नुपर्छ है। जहिले पनि साइकल चलाउँदाखेरि कस्तो भने कहिलेकाहीँ हामी अरूहरूको साइकल लिएर चलाउँछौँ नि त, त्यो बेला ब्रेक उल्टो पर्छ। ब्रेक उल्टो पर्दाखेरि के हुन्छ भने हामी राइड गर्दा गर्दा हामीले अगाडि पछाडि पनि ब्रेक समाउँछौँ, अगाडि पर्दाखेरि चाहिँ बट्याङ खान्छ कि त्यसले एक्सिडेन्ट हुन्छ। त्यही भएर जहिले पनि ब्रेक समातेर यो चलाएर नि पछाडिको जुन हातबाट पछाडि उठ्छ त्यो चाहिँ अगाडिको ब्रेक है। त्यो भयो। अनि यो हलेको छ कि छैन? यो हलेको छ भने चाहिँ यो यहाँबाट यो नट यताबाट यो खोलेर यो माथिको टाइट गऱ्यो भने यो हल्लिँदैन, फेरि रिटाइट गर्दैन है। यो पनि फिक्स भयो भने त्यसपछि आयो लास्टमा आयो हाम्रो तलको यो तलको नटलाई चाहिँ चेक गर्दाखेरि यो हल्लिनु भएन। यो ठिक छ, अरू सबै ठिक भयो होइन। त्यति भयो भने हाम्रो साइकल राइडको लागि ओके। अनि नेक्स्ट चाहिँ हामीले चाहिँ प्रायः देखेको चाहिँ हेलमेटहरू है। हेलमेट चाहिँ कसैको यस्तो हुन्छ, कसैको यस्तो मासिक फर्किहाल्छ है। प्रायः जस्तो हामीले देखेको कुरा हो। त्यो हेलमेट लगाएपछि हामीले चाहिँ के गर्ने भने यो पछाडि यो लुज भयो होइन। लगाइसकेपछि यसलाई चाहिँ ठ्याक्क टाइट गर्ने, जति चाहिन्छ ठ्याक्क टाइट गरेपछि हजुर हेलमेट चाहिँ हाम्रो लुज भयो भने के हुन्छ, हामी लड्दाखेरि हेलमेट फुत्किन्छ। प्रायोरिटी भनेको पेडेस्ट्रियनको हो, त्यसपछि साइकल आउँछ। त्यही भएर हामीले चाहिँ बाटोमा हिँड्ने मान्छेहरूलाई चाहिँ बढी प्राथमिकता दिनुपर्छ। अब हामी राइड सुरु गर्नलाई चाहिँ अब हामी आजको चाहिँ र्याली चाहिँ हाम्रो गोदावरीसम्मको भयो। त्यसमा चाहिँ अब हामी चाहिँ
करिब चाहिँ 2 देखि 3 फिटको डिस्टेन्स मेन्टेन गरेर जाउँ है। किनभने अगाडिकोले ठ्याक्क ब्रेक समाल्छ, पछाडिको हालिहाल्छ, एकजना लड्यो फेरि अर्को पछाडि पनि लड्यो। त्यही भएर ग्याप मेन्टेन गरौँ, 2 लाइन गरेर जाउँ। अगाडि हामी लिड गर्दै जान्छौँ, ओभरटेक सफर चाहिँ नगरौँ बिस्तारै, किनभने यो हाम्रो फन राइड हो, कम्पिटिसन होइन। त्यही भएर चाहिँ सँगै राइड गरौँ, बिस्तारै मिलेर राइड गरौँ है। ल जय साइकल, धन्यवाद। साइकल र्याली हुँदै गइरहेको छ, यसको लागि म सबैजनाको शुभकामना दिन चाहन्छु। विशेष गरी तपाईँहरूले अब सडकमा यात्रा गर्दै गर्दाखेरि चाहिँ पालना गर्नुपर्ने बेसिक ट्राफिक रुल्सहरू चाहिँ तपाईँहरूले फलो गरिदिनु होला। जस्तै कतिपय भेकलहरू हामीले प्रायोरिटी दिनुपर्ने भेकलहरू हुन्छ, एम्बुलेन्स, दमकल यी लगायतका भेकलहरूलाई प्रायोरिटी दिने कुराहरू, पेडेस्ट्रियनलाई प्रायोरिटी दिने कुराहरू तपाईँहरूले विशेष ख्याल दिनु होला। अनि अब यो हेलमेटको ध्यान दिएर सुनिदिनु होला है। यता लाइन मिलाउँदै चाहिँ हामीले पछाडि गइदिनुहोस् है। हामी 2 लाइन घर जाने हो, यता गन्तव्य चाहिँ प्लिज नगरिदिनु होला है। अलिअलि पछाडि जति सक्दो चाहिँ पछाडि गइदिनुहोस्। अनि त्यसपछि हामी स्टार्ट गरिहाल्छौँ। 2 लाइन घर जाने बिस्तारै बैनर तो देख जस्तो है ठीक है सबैलाई धन्यवाद दिँदै र आज कार्यक्रम शुभारम्भ भएर हामी अहिले टौखेल आइपुग्यौँ। यहाँ हामी पछाडि आउने राइडर्सहरूलाई वेट गर्दै रोक्नु यहाँ पछाडि धेरै ग्याप भयो। फेरि अब ठिक्क हुन्छ होला, अब एकचोटि रोक्ने। हामी अहिले टौखेल आइपुग्यौँ। यहाँ वाटर ब्रेक ल हाम्रो जेन्जी राइडरहरू ल, यहाँ हाम्रो यङ जेन्जीहरू ल। खै उनीहरू नै हो
एकदम कुदाउने भन्ने चाहिँ कन्ट्रोल गर्नु पर्यो भने चाहिँ तिनजना चलाइरहेको छ त के तिमीले त के चलाउनु भनेन अनि जलेस मलाई क्रस गरेर जानु ल ल ल ल साइड साइडमा जानुहोस् मलाई नठोक्नु ल ल ल जानु चिन्यो भने भन्नु पनि ठुलो आउँछ ए आइपुग्यौँ हल्का फुल्का साइडमा अब कुण्ड भरत दाई जङ्गल खेल्ने बित्तिकै जुस केरा के खाने झ्याम खाने दिदी झ्याम खाने रम ल्याउनु पर्ने है ल हामी गोदावरी कुण्ड आइपुग्यौँ यहाँ हाम्रो बनाना जुस ब्रेक हेलो हेलो हामी गोदावरी पुग्यो ल ल हाम्रो केरा ब्रेक बनाना हाम्रो यहाँ हाम्रो टिम हेड टेक्निकल हेड उतै गरेको भए राम्रो हुन्थ्यो
हाम्रो चाहिँ यहाँ टेक्निकल टिम श्रीमान श्रीमती राइडर्स, येलो पेडलर्स, हरि सिटी राइडर्स र म दाजुभाइ राइडर्स। यहाँ चाहिँ हाम्रो टेक्निकल टिम है। सबैजना लन्च पनि त्यही गर्ने हुन्छ है। हेलो अङ्कल एकसाइड चलाएर हुन्छ? Hello guys, this is Nirvik's vlog. Cameraman. This is ल साइकल छोडौँ, घोडा चढौँ। ल घोडा रहेछ। गोदावरी कुण्डको राइडबाट सकेर फर्केर लगनखेल आइपुग्यौँ। हामी ताम्राका समाज लगनखेलतिर अगाडि बढ्दै फर्केर गाउँले खेल्नै आइपुग्यौँ। साइक्लिङ कार्निभल कार्यक्रमको अन्तिम चरण समापन समारोह सुरु हुन गइरहेका छन् र यस ताम्राकार समाजका अध्यक्ष श्री विनोद ताम्राकारज्यूलाई ड्यासमा आमन्त्रण गरिदिन हुन हार्दिक अनुरोध गर्छु। यसै गरी माननीय प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष श्री सन्तोष खड्काज्यूलाई ड्यासमा आमन्त्रण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। साथै यस ताम्राकार समाजका निवर्तमान अध्यक्ष श्री रविन्द्र राज ताम्राकारज्यूलाई ड्यासमा आमन्त्रण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै यस ताम्राकार समाजका महासचिव श्री वितेश ताम्राकारज्यूलाई ड्यासमा आमन्त्रण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब यस कार्यक्रमलाई गरिमामय बनाउँदै आउनुभएको माननीय प्रमुख अतिथि श्री सन्तोष खड्काज्यूलाई, यसै गरी यस ताम्राकार समाजका युवा तथा खेलकुद उपसमितिका संयोजक तथा यस कार्यक्रमका संयोजक श्री अनिश ताम्राकारज्यूलाई ड्यासमा आमन्त्रण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। अब यस कार्यक्रमलाई गरिमामय बनाउँदै आउनुभएको माननीय प्रमुख अतिथि श्री सन्तोष खड्काज्यूलाई समापन मन्तव्यका लागि ड्यासमा आमन्त्रण गर्दछु।
धन्यवाद भाइलाई। आजको यस ताम्राकार समाजको 21औं वार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित उग्रचण्डी साइकल कार्निभलमा सहभागी भएर आउनुभएका सम्पूर्ण सहभागीहरूलाई शुभ बिहान नमस्कार भन्न चाहे। यस कार्यक्रमका आयोजक ताम्राकार समाजका अध्यक्ष आदरणीय दाजु विनोद ताम्राकारजी, त्यसै गरी अन्य ताम्राकार समाजका सदस्यज्यूहरू र उपस्थित सम्पूर्णमा यो तपाईँहरूको यो 21औं वार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजना गर्नुभएको साइकल कार्निभल यो वातावरण मैत्री तपाईँको वातावरणलाई जगाउँ भन्ने एउटा सन्देशका साथ तपाईँले यो आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा चाहिँ तपाईँले आयोजना गर्नुभएको छ। त्यसको लागि चाहिँ सम्पूर्ण यो ताम्राकार समाजलाई ललितपुर महानगरपालिकाको तर्फबाट र वडाको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। र यो साइकल र्याली साइकल के अरे चलाउने व्यक्तिहरू चाहिँ तपाईँको जहाँसम्म लाग्छ मलाई ललितपुर महानगरपालिकामा चाहिँ बढी छ जस्तो लाग्छ मलाई होइन। हाम्रो मेयर साहबले अब यो साइकल मैत्री बाटो पनि बनाउनु भएको छ, नेपालमै पहिलो छ यो। र यो साइकल तपाईँको जति पनि बढी साइकलहरू देखिन्छ घुमिदेखिन्छ यो ललितपुरमा पनि देखिन्छ। र यो जलकिन चोकमा भएको बिहान तपाईँको त्यहाँ धेरै साइकलहरू सिक्ने त्यहाँ जम्मा हुने भेटघाट हुने ठाउँ पनि फलो पनि बनेको छ एउटा। र त्यसकारण चाहिँ त्यो साइकललाई हामीले यसलाई संरक्षण साइकल यात्रीहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ। यसलाई चाहिँ हामीले केही न केही गर्नुपर्छ भनेर हामीले पनि वडाले पनि एउटा केही प्रोग्रामहरू बनाउन खोजिरहेको छौँ। र चाँडै नै यस वडाले पनि तपाईँको साइकल यो चलाउने सबै खेलाडीहरूको लागि चाहिँ एउटा त्यो प्रोग्राम ल्याउने हामी खोजिरहेको छौँ। र त्यसको लागि चाहिँ हामी हाम्रो वडाकै 2-4 जना भाइहरू यो चाहिँ हाम्रो सरप्राइज गिफ्ट प्रोग्राम नम्बर वाइज गोलाप्रथाबाट 29 आउनुभयो, उहाँको लागि एउटा स्पेसल गिफ्ट र प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्दछु। सुभाष खड्का उहाँको नाम चाहिँ सुभाष खड्काकै पढेको छ ल। हाम्रो सन्तोष खड्का अब अरू कोही आउनुहुन्छ भोलिन्टियर गर्न लकी ड्रका लागि? मैले चस्मा अहिलेको लकी नम्बर चाहिँ 96 हेर्नुपर्छ अरे के गर्ने हो कोही हुनुहुन्न? अर्कैकै के हो 96? कति 5 सेकेन्ड 10 ल टिक टिक 1 2 3 4 5 6 7 8 9 10 अब यो गिफ्ट चाहिँ मैले लानु पर्ला। नेक्स्ट है त नेक्स्ट लकी नम्बर छ 81 127 को हुनुहुन्छ? आउनुभयो उहाँ अनिता साक्यजी हुनुभयो। सरी सरिता साक्य। 127 कोही हुनुहुन्छ? टिक टिक 2
Tick 4. Tick 6. Tick 8. Tick 9. अब नेक्स्ट नम्बर है Number 6. नम्बर 6 सर हानेलाई नम्बर 6 कोही हुनुहुन्छ नम्बरै बिर्सिसक्यो होला पुनः मगाइदिन्छु अब नेक्स्ट नम्बर है 116. Sir, 116. सबैले नम्बर लिएर आउनुहुन्छ साइकलबाट नाम पनि भन्दिनु के नाम त्यसमा नाम आउँदैन नम्बर मात्र त्यसपछि नम्बर याद भयो भने बिर्से पाइँदैन हैन त्यो नाम गीत हेर्नुपर्छ नाम विकेश चित्रकार 119. उहाँ निशा लामाजी हुनुहुन्छ उहाँलाई ल अब हामीसँग 6वटा बाँकी छ उहाँ हुनुहुन्छ सबिना साकेजी एउटा ताली बजाइदिनु बिनु श्रेष्ठजी नम्बर चाहिन्छ है नम्बर लिएर आउनुहोस् नम्बर 10 सेकेन्ड अर्को लट्ठी गरौँ है अब लास्ट वान है
आउँदैछ आउँदैछ लन्च गर्दै यहाँ जाउला खेल हजुर ल हामी जाउला खेलमा आफ्टर राइड सकेपछि लन्च गर्दै टिकट डिस्ट्रिब्युसन सुरेश तामाकर सुभाष खड्का पूनम महर्जन पपिना ताम्राकार पूनम पाइजू सृजना प्रधान बाई 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 Jina wana chho thank you so much where you live Jina wana chho